हेलो गुड मर्निङ साथीहरू सबैलाई। म आज उठेछु ढिलो, आज सन्डे हो, आज अलिक बढी सुत्तिएछ। 7 बजी भएको। उठ प्रवीण भाइ उठ, धेरै नटोला। म उठ्ने बित्तिकै गइसकेको छु पानीको लागि। पानी पिउँछु म उठ्ने बित्तिकै, मेरो सधैँको बानी नै हो पानी पिउने। मलाई 1 गिलास या 2 गिलास पानी नपिउनसम्म मेरो दिनको सुरुवातै हुँदैन र म पानी पिइसकेको छु। र पानी पिएर पानी पिएर बाहिर निस्केको हेर्छु त पानी नै पानी छ बा। आकाशतिर हेर्छु पनि आकाशबाट पनि पानी चलेको छ। होइन यो के भयो भन्दैछु र म अहिले जाँदैछु ब्रस गर्नको लागि। मैले उठाइसकेको छु ब्रस। यो हो मेरो ब्रस र कोलगेट, म हाल्न गइरहेको छु र म ब्रसिङ गर्छु फेरि है। यो ब्रसिङ गरिसकेपछि फेरि म पानी पनि उठाउँछु र पानी उठाउने साथ म अब ब्रस गर्छु होइन। ब्रस गरेपछि दाँतहरू साफ हुन्छ, चिमिक्क टल्किन्छ भन्छन् कि, त्यस कारण म यो टमक्क टल्काउनको लागि मैले ब्रस गरिरहेको छु। यो छिटो ब्रस गरेर म के भन्छ अघिल्तिर पनि हेर्न पऱ्यो, गेटमा पनि हेर्न पऱ्यो। म गेटतिर आएको छु, एकछिन यो गेट पनि हेर्छु। एकछिन बसेँ कुर्सीमा बसेर ब्रस हानिरहेको छु। दाँत चम्किँदै चम्किन्न। बाहिर हेर्छु त पानी भर्रै छ, आइरहेको छ कन्टिन्यू। यसो सोचेर काम छैन। फेरि म दाँत धेरै धोएँ। अब यो मेरो दाँत धेरै चम्कियो भनेपछि अब म जाँदैछु खुल्ला गर्न। चम्कियो भयो दाँत धेरै चम्कियो भने फेरि टिलिक्क टल्किन्छ नि त, त्यसैले म अब यसलाई खुल्ला गर्छु। म इन्टर गरिसकेको छु बाथरुममा र अब यो मैले खुल्ला गर्नुपर्छ। खुल्ला गरिसकेपछि मेरो दाँत चम्कियो। ल हेर्नुहोस् है त। ब्रस गरेर म अहिले जाँदैछु दोकानसम्म, तर पानी चाहिँ परेको छ। जाम कि नजाम भइरहेको छ, किनकि अब अलिकति ब्रेड लिन जानुपर्ने थियो। पानी चाहिँ मजाले परिरहेको छ। म चाहिँ अहिले जान्न होला, पछि जान्छु। यस्तो पानी परिरहेको छ यार।